ल म आएँ एकछिन है लाइभ होइन ल किन्नुस् त दाजु किन्नुस् त ल किन्नुस् त कति 10 का कतिवटा 10 का 4 हैन रुपियाँको त रामे एक रुपियाँको एउटा 10 का 10 भाइ यो जमानामा 1 रुपियाँको एउटा गोलगप्पे यहाँ पाइएको छ है तपाईँ घर साउजी घर कता पर्यो साउजी तपाईँको घर कता पर्यो साउजी यसो भनिदिनुहोस् न तराई हो कि इन्डिया जो हो खानु चाह भाइ यो एक बिना खानु त आउनुहोस् रुपियाँको खानु न राम्रो लाग्दैन रुपियाँ त चावडा दिने गरे किन 5 रुपियाँ एउटा 1 रुपियाँ एउटा हो रे के 1 रुपियाँको एउटा 20 रुपियाँ चावडा ठीक सस्तो दिया रहेछन् अब कत्नबाट आए त टाढाबाट आएका 1 रुपियाँको एउटा बेच्ने फटाफट गर्ने जाने रे यो फेरि हैन 10 पोनी बनाउने कति 5 रुपियाँ एउटा त होला रियलमा चाबी माथि चाबी हुन्छ तना खोज्न हरे अनेले डेग ल्याएन अहिले हामी खेल्दाखेरिको भिडियो गर्नु होला है दाजुले युट्युबमा राख्नुहुन्छ हाम्रो अगाडि सामने हुनु ठ्याक पूजाको आज यार दिन भयो के सम्दिना बुढी निक्लेको बाइकले त्यो बत्ती बलिया छ त्यसै त्यो बाबु आएन पाल्टिराको ठीक हो खै यति त राखेर आइछन् केरा फेरि चढाउने हो र अहिले अहिले आफू आफ्नो ए हो र घरको चढाउनेमा इच्छा लागेको हुन्छ बैलले चढाउँदैन ठाउँ बनाउनुहोस् र माथि अन्त मसिएवाला नि पठाउनु पर्ने ठाउँ हुन्छ नआत्ति आउँदो बान्दारी हो त्यसलाई त्यही बाक्समा राखे हुन्छ के एउटा दिनको भन्ने
हो त्यो त्यही बाक्स माथि राख्नु यो ल अब राम्रै बोल्दाले खानुहुन्छ सबै हुनुहुन्छ बुझ्योताले खोएपछि आइहाल्नु आफै जबरजस्ती गरेर भएन करेन्ट लागेको हो नि करेन्ट लाग्यो नि हाम्रो त पाकेको लाग्यो धान गुरु धौदिन होइन र सबै हुन्छ कर्म हुन्छ त्यसैमा करेन्ट आउनु बिहान छ अलि यो त उम्रियो छ त किन होइन बस्न अलि गाह्रो हो नि त्यो धौदिन त हुने ठाउँ लागेर अहिले त्यहाँ यिनलाई चाहिँ यहाँ आएर ढौदी उहाँबाट ढौदिँदै आउनु पर्ला तर अब एक फेरा पालैसित बत्तीलाई ढोकिदिन्छौँ कुलेरो ढोकिदिन्छौँ मुलामी ढौदिँदै ढौदिँदै यहाँ आउँछौँ त्यहाँबाट बत्ती ल्याउँछौँ त्यहाँबाट परिक्रमा गरेर बाहिर जान्छौँ त्यहाँमा चाहिँ करेन्ट आउनु बाँकी छ हाम्रो यो देउलीको बेलामा बाउले छोरालाई ढोकिदिनु पर्छ होइन छोराले बाउलाई ढोकिदियो अब त्यो ढोकिदिँदै आउने बेला धारा लाग्छ बा अहिले म कालो मान्छे कालै ठिक छ मलाई त्यो पनि मान्दैन अहिले फेरि चिया पकाउने एकछिन हल्ला नगर एक ढाउ एकछिन हल्ला नगर भाग्यमा त यिनै रहेछन् देउतालाई बाहेक अरूलाई टेर्लाउने हुन्छ नि यिनले यिनै रहेछन् भाग्यमानी त देउतालाई डगेमै त आफ्नो थनी मण्डलीमा आएर पो बस्यो यहाँ
ओरिजिनल हो हड्डी छ अरे नारायणले रक्षा गरौँ कुलले रक्षा गरौँ दिवपित्रीले रक्षा गरौँ यही जो पहिला छ होइन अझै बिचमा भूपलाल दाइ हुनुहुन्छ शान्ति पछि अब भएछ भने होला सुखी राय सुख शान्ति रोसी छ र यता रोसी अहिले आएको कहाँ हाल्यो यहाँ छ नि लिएर लालती मात्र चाहिँ यहाँ त सक्यो रोसी त सबै बनाएर झाइ झाइ पार्लाई ए अब अहिले उत्रे गाल्दो हुन्छ कोही भएछ भने अलि यता भए हुन्छ पितमा उता गरे टपरी कोइला 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 होइन महँगो बसोस् न जतै के को त्यहाँ लाइट वाला नहीं जाता उधर देखियो लाइट वाला ला ठीक है देगा ठीक है आज ओले ना कर ओले एकदम ओले कोई जगह नहीं जाता हां तेरे बाबा बत्ती धेरै गाउँ गरे ओले यहाँ बत्ती आउने फेरि भात आउने हैन हुई पाउने
पुरा पाका मान्छे अलि अडेर बाहिर आउँछ मानि बाहिर एकजना होस् बाहिर आउँछ त्यसपछि सबै हुन्छ आज पूजा बाहिर गएर खाने गर्छ नि यहाँ त ठाउँ छैन करेन्ट आएन लाइट करेन्ट आएन हामीले नयाँ केटालाई किन्न दिएको छ जेरोमा गोला तालेर रामेन हुन्थ्यो बाहिर बस्थ्यो फसेका पछि टिपम लगाऊ तिमी गइसकेपछि बाहिर गएपछि हामी टिप्छौँ टिपम लगाऊ खाली खाली भयो अब नारायण लैजाउँ बाहिर बाहिर लड्न चाह तरिकाले अब तेरो पालो खुल्छ अब तपाईँ बराले खोज्छन् भने अब बस्न पाउँछ गए बाइक त बाहिर पनि तर अहिले कस्तो लाग्छ
त्यो सुरा हो उसले भन्दाको लागि भित्रै नै भन्न
टाउको खान त नगर पनि उसले त्यही गरेर मैले मैले चाहिँ यो बुट तैँले लिएर त्यो रसी बाँधेर बरु झेली बाहिर दिएको हुन्छ रसी त्यहाँ यसो बजाइदिन्छ नि त्यहाँबाट बाहिर दिएपछि रसी हाल्छन् चलाउँछन् उनका नाममा त्यतै बत्तीले टप्पी समाति जस्तो छ हो त्यो झेली निकालिदिनुहोस् न बाहिर दिनुहोस् केटाले बजाउँछ पहिला त्यही तपाईँले हातले बजाउनुहोस् त्यहाँबाट यहाँ दिनुहोस् रसी यहाँ छ रसी त राखेर रहेछ गर्दै ल बाहिर दिनुहोस् हामीलाई 3 जोर कति जोर झेली बाहिर 4 जोर हैन 3 जोर भयो कि 4 भयो 4 भयो ज्याम बजाएर वरिपरि घुम्ने कि फरक पर्दैन गुन्द्रो निकालिदिएछ नि यति किन बेमानी भएछ कहाँ गएछ गुन्द्रो सबै जता कतै उठाइदिएछन् त्यहाँबाट तिलानी छोप्रा सङ्कल्प गर त हो त्यस्तै भनेर दे त्यहाँ मनले सबै कुरा राम्रो होस् शरण पर्ने हो शरण परेपछि फुल चढाएर ढौक्दे केही त्यस्तो चिज छ भने अन्त होइन हुन्छ फेरि त्यो पनि अब चढाउँदै थाकेर पकाएका मात्रै चलाएर थाकेका हौ
त्यो परि घाउनी भित्र पस्ने नाच्न खुल्ने अलि बाहिर घुमेर नाच्ने के उही गुबा पस्ने कि यहाँ नआउने बाटो नसेक्ने अहिले त्यहाँ परिपाटी अनि मिलाउने लेखा नमिलेको छैन किन अब हामीले गर्न सक्ने मान्छे अलिअलि राम्रो जयगाले देखाउने के फरक पर्छ नि दाइ तपाईँलाई दिएको काम त गर्नुहुन्छ एउटा काम दिनुभएको छ काम हुन्छ तिनी 2 घण्टा यता दियो हुन्छ जरङ्ग पार्न पर्छ ल हिँड्नु हिँड्नु बाहिर गएर अब गर्ने
यही बनाउने हो कि बाहिर? दुःख पार्ने दुःख दिने काम गर्न हुन्न बस्तीको घर कति खेल्ने त खुलेर कति भाइ के खोजेका अब आफ्नो कुलको सेवा गर्नु राखेर नबोल सत्य बोल आकै थु स्वर रामा थु बस हो त्यति आज बढी हो सामिल भयो अब दुःख नदिउ के भेटी होइन उसलाई थाहा होला पोस्टमा राख्ने त उयो कति गरेर ल ठिकै छ 82 नडा 100 रुपियाँ ल्याएर यहाँ द्यास यहाँ धाम लाउने हो केटो अब पास भयो भने गुरु भाइले दिएपछि धाम लाउने कुरा होला तर ल्याएर दे अब के त्यो नहुँदै त लाउनु त्यसै कहाँ पास हुने त पास त देताले गराउने एउटा गरे हाम्रो पाला कति रहँदैन सोधे याद छैन भने मलाई यहाँ कति झेकाले गाउने गर्छ
हाम्रो पितो पनि एक स्टेप बढ्यो हो नि त अब देवताले दुःख नदिउन् सबै कुरा राम्रो होस् अहिलेसम्म राम्रो छ बराले कुलदेवताले पाको गरून् रक्षा गर्नु एउटा धामी हाम्रो बडा एउटा धामीको बडा हाम्रो कल्याणले चाहिँ एउटा धामी बढाइदिनु हो है बाहिर गएर आएर यताबाट फेरि यसो पनि होइन र बस्ने उचाडो हो के यता हो अब यता हो पहिले आएपछि पहिले आएको त्यहाँ बस्ने त्यहाँ कर्मशय पछाडिको उहाँ गएर बस्नु पुजेरी त्यसरी आउँछ कर्मश बाहिर गएर अहिले त्यही बस अब फेरि यहाँ ठाडी साबै फुट्ने गरेर हान्ने हो र हान्न लाग्यो धुप पर्यो लोकेर आऊ ल लगेर ल ल ल ल ल ल ल गाली तो गरे नि मलाई ल ल ल गाली त किन गर्नु त मस्तीमा के आउँथे मायाको बस्तीमा राखेर शिरमा
अघिल्लो स्टिक छ के कान्छा नाच्नु न एकचोटि राम्रो नाच्नु छ के सँगै नाच्नु ल जान्छ यहाँ कान्छा नाच्नु छ कि घरको एकैछिन पिसाब गर्न बुढाहरूलाई एउटै नाचिने नि त अबै नि पालो नाच्नु जाने किसान गाउँका सबै किसानमा आउँछु अहिले झगेल मैले होइन नि किसान झगिन्छ त अहिले झगेलाई देउता चोरेर जान्छन् नाच्नु दामी सुनो भने नाच्नु मोबाइलमा भएका तिनी हुन् धेरै सधैँको छैन कि
भजन लाएर नाच्यो बरु भजनमा लाग्यो हुन्छ किसान अझै हुने भो प्रतीक्षा अझै पनि लगन छैन अझै पनि लगन
आवाज तेज गराउन यसको आवाज गरिदिउ क्या त्यति हो मजा नि आएन नि आवाज छैन एक मुन्तिर राख्नु त Let's go.